प्रेस युनियन सुर्खेतका अध्यक्षजी, पत्रकार महासङ्घसँग जोडिनुभएका सबै केन्द्र प्रदेश जिल्लाका सबै साथीहरू र सहभागी सबै सञ्चारकर्मी मित्रहरू, पार्टीका माननीय मन्त्री एवं केन्द्रीय सदस्यजी, सुर्खेत जिल्लाका सभापति, प्रदेशका सबै माननीय सदस्यजीहरू, मन्त्रीजीहरू, पार्टीको सुर्खेत जिल्लाका सबै तहका पार्टीका सबै तहका नेता साथीहरू, भातृ संस्थाका सबै नेता साथीहरू, विशेष गरी सँगसँगै हाम्रो स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधि साथीहरू, उपस्थित सबै दिदीबहिनी दाजुभाइहरू, सबभन्दा पहिला म तपाईहरु सबैलाई छोटो समयको जानकारी र जहाजको समयको अन्तरालले गर्दा प्रेसका साथीहरूलाई आउने जाने क्रम अवस्था बन्यो। त्यसले गर्दा त्यो असहजताको लागि म साथीहरूसँग अप्ठ्यारो नमानिदिन अनुरोध गर्न चाहन्छु। विशेष गरी म आज आफ्नो जन्मभूमि, आफ्नो 52 वर्षको राजनीतिक थलो तपाईहरुको बीच उपस्थित भएको छु र यस्तो अवस्थामा उपस्थित भएको छु जति बेला नेपाल राज्यको इतिहासमा, नेपाल देशको इतिहासमा नेपाल राज्यका सबै संरचनाहरूमाथि गरिएको अमानवीय, सांघातिक, बर्बरपूर्ण आक्रमण पहिलोचोटि भएको छ इतिहासमा। नेपालको इतिहास, नेपाल देश जहिलेदेखि थियो आजसम्म यस्तो खालको सिङ्गो राज्य संरचनामाथि कहिले पनि आक्रमण भएको थिएन। यो विषय म केही कुरा राख्नुभन्दा अगाडि पहिला जेनजी युवा पुस्ताका भाइ बहिनीहरूले, विद्यार्थी भाइ बहिनीहरू, जेनजी पुस्ताका भाइ बहिनीहरूले देशमा यो परिस्थिति ल्याउनका लागि आन्दोलन गर्नुभएको थियो। मलाई जहाँसम्म विश्वास छ ती भाइ बहिनीहरू जसले षड्यन्त्रकारीहरूको ठुलो बर्बरतापूर्ण हिंसात्मक गतिविधिका कारणले उत्पन्न परिस्थितिले आफ्नो ज्यान गुमाउनु पर्यो, शहादत प्राप्त गर्नुभएको छ। उहाँहरू सबैलाई म फेरि पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँका परिवारहरूलाई पार्टीको तर्फबाट, सुर्खेत जिल्लावासीहरूको तर्फबाट संवेदना दिन चाहन्छु। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र ती सबै घटनाहरूको म भर्त्सना निन्दा गर्न चाहन्छु। र हाम्रा श्रद्धेय सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा, हाम्रो पार्टीका केन्द्रीय सदस्य डाक्टर आरजु देउबा, पार्टीका अग्रजहरू, विभिन्न तहका नेताहरू, अन्य राजनीतिक दलका नेताहरू माथि सांघातिक आक्रमणहरू भयो। हाम्रो सभापतिजी र केन्द्रीय सदस्यमाथि अत्यन्त निर्ममतापूर्वक ज्यान लिने तरिकाले आक्रमण भयो। उहाँहरू स्वास्थ्य उपचारमा हुनुहुन्छ, म उहाँहरूसँग सम्पर्कमा छु दैनिक। अहिले पनि उहाँको स्वास्थ्यमा राम्रो सुधार भएको छ। मसँग उहाँ सभापति, केन्द्रीय सदस्य लगायत सबै घाइतेहरूको स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। फेरि जेनजी पुस्ताका युवाहरूको आन्दोलनको परिवेश त सुरुवात गर्दा उहाँहरूले राखेका हामीलाई थाहा छ। उहाँहरूको 3टा कुरा थियो। एउटा मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य, त्यसको नियन्त्रण र कारबाही। दोस्रो, सुशासन कायम हुनुपर्छ र तेस्रो, सरकारले बन्द गरेका सामाजिक सञ्जालहरू तत्काल खोल्नुपर्छ। यिनै 3 माग राखेर उहाँहरूले पवित्र उद्देश्यसहित मुलुकको शासनमा भएका विकृतिहरूलाई सुधारको एउटा नयाँ अभियानसहित उहाँहरू अगाडि आउनु भएको थियो। तर उहाँहरूले पहिलो दिन गरेको शान्तिपूर्ण आन्दोलन गर्छौँ भने उहाँहरूले चाहिँ आफैले घोषणा गर्नुभएको थियो। त्यसपछि उहाँहरूले शान्तिपूर्ण आन्दोलन हिंसात्मक हुने बित्तिकै जेनजी आन्दोलनका अगुवाहरूले हामीले नसोचेको कुरा भयो, हामी चाहिँ फर्कन्छौँ भने विज्ञप्ति पनि जारी गर्नुभयो। र दुर्भाग्यवश जेनजी आन्दोलनको त्यो पवित्र उद्देश्यसहित युवाहरूले गरेको सुधारका लागि, शासनमा सुधार, शासन यन्त्रमा सुधार, भ्रष्टाचार नियन्त्रण, सुशासनको चाहिँ अवस्था बनाउनुको लागि र आम संसार सामाजिक सञ्जालमा भएको प्रतिबन्ध खुलाउनुको लागि गरेको आन्दोलनमा ठुलो घुसपैठ हो।
विध्वंसकारीको ठुलो घुसपैठ भयो, घटनाक्रमले त्यो देखाउँछ। र त्यो यसरी गयो कि धेरै ठुलो युवाहरूको भाइ बहिनीको जीवन गयो र सँगसँगै देशले एउटा इतिहासमा कहिल्यै बेहोर्न नपरेको ध्वंसको शिकार भयो। यसमा सामान्य तरिकाको देखिँदैन। मैले राजधानीको सबै ठाउँमा हेरेँ, घुमेँ। आक्रमणको प्रकृति शैली, ध्वंसको शैली लगभग सबै ठाउँ एउटै छ। खालि कहाँ कतिजनाको प्रयोग गर्ने, कहाँ कुन कुन तहको ध्वंसात्मक हतियारहरू, विस्फोटक पदार्थहरू, केमिकलहरू, बमहरू, ती सबै कुरा के देखिन्छ भन्दा धेरै लामो समयदेखिको तयारी र हजारौँ मानिसलाई हायर गरेर ठुलो तयारीसहित नेपाल देशको, हाम्रो देशको राज्यमाथि नै ठुलो ध्वंस गर्ने नियत साथ यो सबै कुरा भएको देखिन्छ घटनाक्रमले। र विशेष गरी 24 गतिको घटना सम्पूर्ण रूपमा 4 घण्टाको अवधिमा सिङ्गो देश जलाइएको छ। देशको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सम्पूर्ण कुरा ध्वस्त पारिएको छ। त्यसपछि राजनीतिक दलका पार्टी, सबै दलका पार्टीहरू, दलका नेताका परिवारहरूका सम्पूर्ण सम्पत्तिहरू ध्वंस, व्यवसायीहरूको चाहिँ ध्वंस, ठुला देशमा धेरै ठुलो कृषि उद्योगहरू खोलेर धेरै ठुलो लगानी गरेर मुलुकमा रोजगारी दिने धेरै ठुल्ठुला उद्योगपतिहरूका अरबौँ खरबौँको नोक्सानी भएको छ, धेरै ठुलो नोक्सानी भएको छ। त्यसैले के छ भन्दा यसको जति भर्त्सना गरे पनि, जति निन्दा गरे पनि पुग्दैन। र यो ठुलो हामी ग्रान्ड डिजाइनमा पर्यो यसपटक। हामी यसको के देखिन्छ भने परिदृश्यले हामी नेपाल देश, हामी नेपालीहरू अत्यन्त ठुलो डरलाग्दो डिजाइनभित्र परेका छौँ। अब यसको सरकारले छानबिन आयोग गठन गरेका छ। छानबिन आयोगले सबै कुरा छानबिन गर्ला, यो कसरी सुरु भयो, यो कसरी चाहिँ यहाँ पुग्यो, यस्तो अवस्था कसरी सिर्जना भयो। छानबिन आयोगले सबै कुरा नल्याउन्जेलसम्म हामीले हतारमा धेरै आफूलाई लागेको कुरा भनिहाल्नु हुँदैन। म एउटा लामो जीवन, राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी बसेका मान्छेले बोल्दा त्यसमा पनि ध्यान पुर्याउनुपर्छ। त्यसैले हामीले भनेका छौँ छानबिन आयोगले सम्पूर्ण रूपमा छानबिन गरोस्, सबै क्षतिको, सबैको चाहिँ सबै कुराहरूको यकिन गरोस्, सार्वजनिक गरोस्। र सरकारले यो ध्वंसमा संलग्नहरू, जो एनजी युवाहरूको आन्दोलनलाई घुसपैठ गरेर त्यो आन्दोलनलाई कब्जा गरेर खरबौँ राज्यको सम्पत्ति, व्यवसायीको सम्पत्ति, उद्योगपतिको सम्पत्ति, निजी सम्पत्ति, राजनीतिक दलका नेताहरूसँग जोडिएका परिवारहरूको छानी विध्वंस, जीवनभर पसिना गरेर आफ्नो पसिना र बरकतले सिर्जना गरेको चिजलाई ध्वंस गर्ने काम भएको छ। ती सबै कुरामा सरकारले दोषीलाई कारबाही गर्ने, यो सम्पूर्ण चाहिँ भएको क्षतिको सरकारले चाहिँ के भन्दा आकलन गरेर त्यसको लागि नयाँ खालको एउटा भरोसा, विश्वास सिर्जना गर्नु पर्ने जरुरी छ। त्यसका लागि हामी सरकारसँग नेपाली काङ्ग्रेस तर्फबाट हामी संस्थागत रूपमा पनि 2-3 चोटि निर्णय गरेर कार्य सम्पादन समितिको पदाधिकारीको भर्चुअल मिटिङहरू गरेर सभापतिजी घाइते भएर उपचारमा हुनुभएको हुनाले मैले नै सभापतित्व संयोजन गरेर सबै खालका बैठकहरू हामीले विषय गऱ्यौँ। र अन्तिममा सानेपाको केन्द्रीय कार्यालयमा तपाईँले थाहा पाउनु भएकै छ, एउटा हल बाँकी रिजर्भ सम्पूर्ण खरानी छ। त्यही हलमा हामीले एउटा कार्यक्रम समिति बैठक गऱ्यौँ र हाम्रो औपचारिक दृष्टिकोण बाहिर ल्यायौँ। सँगसँगै कस्तो विचित्र छ भने कोइराला निवास नेपालको क्रान्तिको इतिहासलाई मसानघाट बनायो। त्यसपछि आएर नेपालको पञ्चायत फाल्ने आन्दोलनको नेतृत्व गरेको सर्वचन्द्र गणेश मानजीको साक्षीबारी ऐतिहासिक, हिजो मात्रै मैले गरेर सबै हेरेँ, खरानी छ। नेपालको राजनीतिमा नाम दियो भ्रष्टाचार विरोधी आन्दोलन युवाहरूले दिनुभयो, तर भयो के, जसले जीवनभर आफ्नो सम्पत्ति नजोडिने, देश आफ्नो सम्पत्ति, सिङ्गो नेपाली आफ्नो परिवार भनेर सन्त नेकताको रूपमा चाहिँ हाम्रा पुजिने किसिमजीले प्रधानमन्त्री भएर बालुवाटार जाँदा सुराई र बाकस, फर्केर आउँदा सुराई र बाकस। त्यसरी नेपालमा नैतिक राजनीति, जनताको राजनीति, निस्वार्थको राजनीति, भ्रष्टाचार लगायतकै सम्पूर्ण कुराबाट नेता अलग हुनुपर्छ भन्ने कुराको एउटा इतिहास
नेपाली जनतालाई दिएर त्यो एउटा चाहिँ नासो दिएर गएको व्यक्तिको राज्यले उहाँको घर थिएन, आफ्नो केही थिएन, बनाइदिएको बाँडेगाउँको आश्रम एउटा केही टुक्रा छैन। उहाँको जीवन उहाँ जानुभयो तर उहाँको जीवन त सबै राखिएको थियो। उहाँको जीवनसँग जोडिएका कुराहरू, उहाँको सुत्ने तरिका, त्यहाँ पाठ प्रत्येक दिन पाठ गर्ने जे चिज जसरी गर्नुहुन्थ्यो उहाँले, सुराई बाकस छाता ती सबै कुराहरू, अनि त्यहाँ राखेको चाहिँ उहाँको तामाको शालिग सबै धो केही पनि छैन। मैले खालि यो 2-3वटा कुराहरू मैले साङ्केतिक रूपमा तपाईँहरूको अगाडि थाहा छ तपाईँहरूलाई, तैपनि मैले जोड्नु खोजेँ भन्दा अनि नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा पार्टीमा ठुलो एउटा चाहिँ प्रचार विभागमा ठुलो नक्सा थियो, नेपालको नक्सा, ठुलो नक्सा। त्यो नक्सा भुइँमा राखेर झाप झप झप लाग्दै रहनेछ। म त्यो पार्टी कार्यालय जाँदा सञ्चारकर्मी हुन्थ्यो, अहिले धेरै भाइरल पनि भइसकेको छ फोटो, तपाईँहरूले पनि सायद हेरिसक्नु भएको छ। नेपालको नक्सामाथि लात्तेले जुत्ताले हानेको छापहरू भएको त्यो अवस्था छ भन्दा यो खालको चाहिँ परिस्थिति हामीले बेहोर्नु पर्यो नेपालीले, जो हामीले कल्पना पनि गरेका थिएनौँ। पार्टीका गल्तीहरू, नेताका गल्तीहरू, सरकारमा बस्नेहरूका गल्तीहरू, ती गल्तीहरू समाधान गर्न सकिन्छन्, गर्दै आएका छौँ। विभिन्न संवैधानिक निकायहरूले भ्रष्टाचारसँग जोडिएका कुरा अख्तियार दुर्व्यवहार अनुसन्धानले छानबिन गरिरहेको छ। पार्टीका कतिपय नेताहरूमाथि मुद्दा चलिरहेका छन्, विभिन्न निकायले छानबिन गरिरहेको छ। अझ ऐन कानुन संशोधन गरेर अझ यसलाई निर्मम तरिकाले चाहिँ के भन्दा भ्रष्टाचार नियन्त्रण गरेर नेपाललाई एउटा अवस्थामा लगेर भ्रष्टाचारमुक्त देश बनाउने, सुशासनयुक्त देश बनाउने कुरामा सम्पूर्ण निकायहरू लागेको त्यो एउटा खालको आवाज पनि अगाडि आइरहेको, पार्टीहरूले पनि आफूलाई कतिपय कुरामा निर्मम तरिकाले समीक्षा गरेर अगाडि जाने खालको एउटा अवस्था बनेको, ती सबै कुरा हुँदाहुँदै पनि थियो युवाहरू असन्तुष्ट थियो। मैले 1 वर्षदेखि भन्दै आज सुर्खेत कति कार्यक्रममा देशभरि घुम्दा भनेको छु, युवाहरूमा असन्तुष्टि, मतदाताहरू असन्तुष्ट छ। यो असन्तुष्टिलाई हामीले बेलैमा सम्बोधन गर्नुपर्थ्यो भने हामीले पनि कोसिस गऱ्यौँ, भन्यौँ, बैठकहरू भन्यौँ, कसले भन्यौँ, के भन्यौँ, कसले मान्नु भएन। अहिले त्यो बेला छैन, त्यो बेला अहिले भइसकेका छैन। त्यो चाहिँ हामी पार्टीको सभापतिजीको स्वास्थ्य लाभ हुँदैछ, हामी दसैँको लगत्तै पार्टीको केन्द्र कार्यसमिति बैठक गर्छौँ। म यही सन्दर्भमा भन्न चाहन्छु, प्रत्येक पार्टीले विशेष गरी संविधान बनाउने 7 सालदेखि आजसम्म देशलाई, जनतालाई सार्वभौम सत्ता अधिकार सम्पन्न गराउने, दरबारमा परिवारमा रहेको सार्वभौम सत्तालाई 62 आन्दोलन मार्फत, संविधान सभा मार्फत नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाउने, गल्ती कमिटी गर्दा गर्दै पनि पञ्चायतदेखि आजसम्म देशलाई यो भौतिक अवस्थामा ल्याउने जिम्मेवारी बोकेका दलहरूले यो देश यो अवस्थामा कसरी पुग्यो, हामीले निर्मम समीक्षा गर्न जरुरी छ। हामीले कतिपय सन्दर्भमा आत्मआलोचित पनि हुनुपर्ने अवस्था छ। त्यसका लागि हामीले संयमता, धैर्यता, एकता, पार्टीभित्रको एकता, पार्टीहरूको बिचको एकता, आम नेपाली जनतामा जुन एउटा त्रास भए फैलिएको छ, एउटा चाहिँ के भन्दा सुरक्षाको अनुभूति लगायतको सिङ्गो मुलुकमा फेरि एकचोटि नयाँ यो पीडाबाट, यो चाहिँ त्रासदीबाट, यो ध्वंसबाट फेरि हामीले आफूलाई माथि उठाउनु छ। व्यक्ति उठ्नु छ, परिवार उठ्नु छ, पार्टी उठाउनु छ, सिङ्गो देशलाई उठाउनु छ। त्यो कुरामा नेपाली काङ्ग्रेसले अरू दलभन्दा, इतिहासले सधैँ जिम्मेवार दिएको दल हो, अरू दलहरूभन्दा बढी जिम्मेवार, बढी संयम, बढी चाहिँ के छ भन्दा छलफल गरेर हामी पार्टीको कार्यसमितिको बैठकमा, त्योभन्दा अगाडि मैले छन् मेरा पनि धेरै कुराहरू छन्, पार्टी सभापतिको अगाडि बसेर सारा मैले भोगेका कुराहरू, मैले अनुभव गरेको, मैले राखेका कुराहरू त्यहाँ राख्नुपर्ने छन् कुराहरू, तर त्यो कुरा मैले कहाँ राख्ने भन्दा केन्द्रीय कार्यसमिति बैठक, मेरा केही भनाइ छन् अथवा म केही नयाँ चिज चाहन्छु त्यो कार्यसमिति बैठकमा राखेर, अनि त्यो कुरालाई एउटा निष्कर्षमा पुर्याएर पार्टीको कार्यसमिति बैठकले पार्टीलाई सुधार्ने कुरामा, पार्टीलाई रूपान्तरण गर्ने कुरामा, पार्टीलाई अहिलेको युवाको भावनासँग जोडेर अझ गतिशील बनाउने कुरामा हामीले केन्द्रीय समितिको बैठकको छलफल गर्छौँ। हामी निष्क्रिय तरिकाले समीक्षा गर्छौँ र फेरि दोहोऱ्याएर भन्छौँ हामी कहाँ कहाँ चुक्यौँ र यो अवस्था सिर्जना हुने अवस्थासम्म हामीले कहाँ कहाँ के ढङ्ग पुर्याएनौँ, यी सबै कुराको निर्मम समीक्षा यो विध्वंसले, यो घटनाले यसले खोजेको छ। राज्य चलाउँदाखेरि, राज्य सञ्चालन गर्दाखेरि यत्रो तयारी हामीले किन समयमा जानकारी पाउन सकेनौँ, यो बारे पनि हामीले गम्भीर रूपमा चाहिँ समीक्षा गर्न जरुरी छ, त्यसको आकलन गर्न जरुरी छ। कहाँ कहाँ ती त्रुटिहरू भए, ती त्रुटिको बारेमा कसैलाई आरोपित गर्नुभन्दा पनि निष्क्रिय तरिकाले म भन्दै भएका कमजोरी गल्तीहरूलाई स्वीकार्ने र
सबै कुरालाई चाहिँ के छ भन्दा आत्मसमीक्षा गरेर व्यक्तिले, संस्थाले, पार्टीले, नेताले सबैले आत्मसमीक्षा गर्दै आत्मालोचित हुँदै फेरि जनताको अगाडि एउटा चाहिँ नयाँ सङ्कल्प, नयाँ भरोसा दिएर हामीले, मैले अघि पनि दोहोऱ्याउँछु, व्यक्तिले त्यही सङ्कल्पसहित आफ्नो सृजनालाई फेरि सुरु गर्नु छ, परिवारले त्यसलाई फेरि उठाउनु छ, ध्वंस भएका परिवारहरूले। पार्टी ध्वंस भएका छन्, देशभरि पार्टी, काङ्ग्रेस पार्टी लगभग 50वटा जिल्ला कार्यालय ध्वस्त छ, लगभग 150 जति नेताहरूको चाहिँ देशभरिका नेताहरू, नेपाली काङ्ग्रेस नेताहरूको मात्रै पुरा परिवारको सम्पत्तिहरू, घरहरू जलेर खरानी भएका छन्। अरबौँ सम्पत्ति नेपाली काङ्ग्रेसकै मात्रै पनि पार्टीको नेताहरूको परिवारहरूको क्षति भएको छ। यस्तो अत्यन्त प्रतिकूल अवस्थामा हामी छौँ। अघि हाम्रो प्रेस युनियनको अध्यक्ष सुरु गर्दा भन्नुभयो, हामी यस्तो प्रतिकूल अवस्था छौँ, देशै जलेको छ, राज्य जलेको छ, राज्यमाथि यत्रो ध्वंस भएको छ। त्यसैले यस्तो कुरामा चाहिँ हामी सबैलाई, कसैलाई पर्या होला, कोही परिवारको क्षति होला, कोही व्यक्तिलाई क्षति होला, हामीले युवा विद्यार्थी भाइ बहिनीलाई हामीले शहीदको रूपमा चाहिँ किन उहाँहरूको शहादत हामीले चाहिँ बिहोर्नु पऱ्यो भन्दा यो सबै कुरामा चाहिँ के छ, सिङ्गो देशमा जे भएको छ, नभएका व्यक्तिले, नभएका पार्टीका सदस्यले पनि, नभएको नागरिकले पनि मलाई पनि भएको है, यो पीडा मेरो पनि है, यो क्षति मेरो पनि है भन्ने त्यो ऐक्यबद्धता आज देशले खोजेको छ। प्रत्येक पार्टीको सदस्यबाट खोजेको छ, प्रत्येक पार्टीका साथीहरूबाट खोजेको छ। जेनजी युवा पुस्ताहरूको जिम्मेवारी अझै बढेको छ। उहाँहरूले सुरु गरेको आन्दोलनलाई अरूले ध्वंसात्मक बनाएर आज सिङ्गो मुलुक जलेको अवस्थाबाट उहाँहरूले पनि अत्यन्त गम्भीर समीक्षा गर्दै हुनुहुन्छ, छलफल गर्दै हुनुहुन्छ उहाँहरू पनि आफ्नो तरिकाले। यही कर्णालीमा पनि मलाई लाग्छ जेनजी युवासँग जोडिएका साथीहरू हुनु होला कि यहाँ कर्णालीका जेनजीको नेतृत्व गर्ने यहाँका युवाहरूले यहाँका पार्टी कार्यालय ध्वस्त गर्ने, पार्टीका नेताहरूको परिवारहरू घर चाहिँ के छ भन्दा सम्पत्तिहरू लुट्ने, सम्पत्तिहरू ध्वस्त गर्ने कि कर्णालीका जेनजीको नेतृत्व गर्ने युवाहरूको त्यो लक्ष्य थियो? थिएन, उहाँहरूकै तर्फबाट थिएन। तर त्यो भित्र लुटेराहरू छिरे, देशलाई, नेपाल राज्यमाथि यो ध्वंस गर्ने डिजाइनकर्ताहरूका एजेन्टहरू, डिजाइनकर्ताहरूले तयारी गरेका, महिनौदेखि लामो समय तालिम प्राप्त गरेका झुन्डहरू चाहिँ त्यो उत्तेजनामा मान्छेको, जब युवाहरूको ज्यान गयो त्यसपछि मान्छेमा एउटा आवेग आयो, ठुलो मानिसहरूको भिड आयो, त्यो भिडभित्र उत्तेजना फैलाएर अनि जुन घर कसले जलाउने जिम्मा लिएका थिए, लुट्नु कसले जिम्मा पाएका थिए, सिङ्गल जलाउनु कसले जिम्मा पाएका थिए, पड्काउनु कसले जिम्मा पाएका थिए, अदालत, त्यसपछि आएर संसद, बालो सारा चाहिँ नेताहरू, पार्टीहरू, त्यो जसले जिम्मा पाएको थियो, जसले जिम्मा दिएको थियो, त्यो मानिसको भावनामा छिरेर भित्र छिरेर सब ध्वंस भएको छ। त्यसैले यस्तो प्रतिकूल अवस्थामा हाम्रो विशेष आज म नेपाली काङ्ग्रेस पार्टीमा छु, साथीहरूको अगाडि मेरो के भनाइ छ भन्दा अहिले हामीले कुनै पनि खालको उत्तेजना ल्याउने कुराहरू गर्न हुँदैन। हामीले संयमता, धैर्यता छ, क्षति भएका परिवारहरूको पीडा छ, सबै कुरा छ। सुर्खेतमा त हेऱ्यो भने नेपाली काङ्ग्रेसको अवस्था हेऱ्यो भने मेरो भाइहरूको जीवनभरिको 41 वर्षदेखिको चाहिँ उनीहरूले सृजना गरेको सारा करोडको सम्पत्ति ध्वस्त। त्यो बारेमा केही पनि भन्दैन, भाइहरूले आफैले जसरी उनीहरूले सृजना गरे, जसरी उनीहरूले चाहिँ के भन्दा यत्रो चाहिँ के भन्दा 40 वर्ष 42 वर्षको चाहिँ के 50 वर्षको चाहिँ मेहनत, पसिना, बाबुआमाको चाहिँ के भन्दा परिश्रम, कुनै हामी अब त्यो कुरा तपाईँहरूलाई म पछि भन्नुलाई तपाईँहरू सोध्नुभयो भने त्यो बारेमा पछि भन्छु। खालि यति मात्रै भन्छु कि म चाहिँ के भन्दा मगन्तीको भिमोका छोरा थिइनँ, त्यो बेलाको जिम्वालको छोरी आमा मुखिया बाबु थिए। एउटा नेगेटिभ छ नि, चप्पल लाएर काठमाडौँ आएका नेताहरू आज चाहिँ के यसो गरेका छन्। म सुट लगाएर गएको थिएँ। म 5 क्लासमा इतराम स्कुलमा पढ्दा मेरो बाबुले मलाई सुट लगाएर पठाउनु भएको थियो। त्यो जीवनमा जिएको मान्छे हो। योभन्दा बढी म के पनि भन्दैन। तपाईँहरू सोध्नुभयो भने थप कुराहरू भन्नुला, किनभने भाइहरूले सबै कहानीहरू भन्नुभएको छ। तपाईँहरूले मेरा बारेमा प्रश्न गर्नुभयो, मेरो चाहिँ के भन्दा म शासनमा बस्दाखेरि अब 8-8वटा मन्त्रालय चलाउँदाखेरि भएका क्रियाकलाप सोध्नुभयो। तपाईँहरू सोध्यो मात्रै भन्छु, म आफ्नो बारेमा अहिले केही पनि भन्दैन। त्यसैले यो परिस्थिति बनेको छ। यो परिस्थितिमा हामीले डढेको पार्टी कार्यालय म चाहिँ के छ प्रेस कन्फरेन्स गर्दैछु। कति चाहिँ क्रियाशील सदस्यहरू, कति दाताहरू, कति सहयोगीहरू हातबाट यो पार्टी कार्यालय चाहिँ निर्माण भएको छ, आज जलेर खाएको भएको छ। त्यस्तै अरू पार्टीका कार्यालय त्यही अवस्था छ। संसद भवन खरानी भएको छ, मुख्यमन्त्री निवास खरानी भएको छ भन्ने मैले भिजुअली हेरेको छु, तर म भोलि त्यहाँ आफै गएर हेर्छु।
त्यसैले यो परिस्थिति छ। त्यसैले यसबारेमा हामी चाहिँ के छ भन्दा अब नेपाली काङ्ग्रेस सबै साथीहरूलाई अहिले नेपाली काङ्ग्रेसका साथीहरूलाई पनि आह्वान गर्छु र विशेष गरी संविधान बनाउने दलका नेताहरू साथीहरूको ठुलो जिम्मेवारी छ। हामी भड्किने, हामी असंयमित हुने, हामीले भड्काउका कुरा गर्ने, हामीले अलिकति समाजमा देखिएको यो झन् आतङ्कलाई झन् अर्को अवस्थामा पुर्याउने काम हामीबाट हुनु हुँदैन। जे हुनु भइसक्यो, क्षति भइसक्यो, ध्वंस भइसक्यो, गइसक्यो, आउँदैन। अब हामीले मेहनत गरेर पसिनाबाट फेरि सिर्जना गर्ने, चाहे व्यक्तिगत सम्पत्ति हुन्, चाहे परिवार समिति, चाहे पार्टी बनाउनु, चाहे देशको ध्वंस भएको चिज बनाउनुको लागि फेरि पसिना बगाउने हो। अब हामीले विवेकलाई अधैर्य बनाएर हामी चाहिँ के रुष्ट भएर आक्रोशित भएर हामीले यो अवस्थाबाट न परिवार उठाउन सक्छौँ, न व्यक्ति उठ्न सक्छौँ, न समाज उठाउन सक्छौँ, न पार्टीहरू उठाउन सक्छौँ, न देश उठाउन सक्छौँ। त्यसैले सबभन्दा अहिले प्रत्येक यो देश आजसम्म यहाँ पुर्याउने पार्टीहरू, संविधान बनाउने पार्टीहरू, 7 सालदेखि आजसम्म क्रान्तिको नेतृत्व गर्ने नेपाली काङ्ग्रेस पार्टीका सदस्यहरूको काँधमा र यो संविधान बनाउने विशेष गरी दलहरूको काँधमा र जेनजी युवा पुस्ता जसले एउटा नयाँ अभियान चलाउनु भयो र उहाँहरू पनि ध्वंसको शिकार हुनुभयो, उहाँहरूको पनि के ठुलो जिम्मेवारी छ। यो सबै एक ठाउँमा बसेर फेरि हामीले यो देशलाई फेरि माथि उठाउनु छ।